ब्याए पछाडि तपाईँको लगभग 3 महिनाभित्र भर्ना हुनुपर्छ। ठ्याक्कै 3 महिनाभित्र भर्ना भयो भने त्यो मजाले बाली गएको र राम्रो गाई भन्ने बुझिन्छ। अब तपाईँको यो ढिलो भइरहेछ नि, यो चाहिँ घाटा हो, यो घाटा हो। अब दाजु नमस्ते। दर्शन 7-8 महिना भयो ब्याएको छ ब्याएर 7 महिना भयो भर्ना भएन। त्यसको लागि दबाई यो चाहिँ गाईहरू ब्याए पछाडि तपाईँको लगभग 3 महिनाभित्र भर्ना हुनुपर्छ। ठ्याक्कै 3 महिनाभित्र भर्ना भयो भने त्यो मजाले बाली गएको र राम्रो गाई भन्ने बुझिन्छ। अब तपाईँको यो ढिलो भइरहेछ नि, यो चाहिँ घाटा हो, यो घाटा हो। अब यसको लागि तपाईँले नाम्ली जुगाको दबाई औषधिहरू गर्नुपर्ने हुन्छ, लिभर टनिक खुवाउनु पर्ने हुन्छ र मिनरल पाउडरहरू खुवाउनु पर्ने हुन्छ। अनि त्यस पछाडि यसलाई भएन भने हिटाउने गोली पनि हुन्छ, त्यो खुवाउनुपर्छ। पाठेघरको स्थिति कस्तो छ? फोहोरहरू कहिले काहीँ फाल्दैन? खोरेहरू फाल्छ। कस्तो सफा सेतो क्लियर हुनुपर्छ, धमिलो बाक्लो फाल्यो भने सेतो फाल्छ, क्लियरै फाल्छ फाल्नु। त्यो बेला कुनै कुनै वस्तुको हिट कस्तो हुन्छ भने नि, कुनै कुनै वस्तुको हिट नदेखिने हिट पनि हुन्छ, भित्री हिट हुन्छ। त्यो चाहिँ वस्तुले देखाउँदैन, त्यो चाहिँ आफै बुझ्नु पर्ने हुन्छ। 20 देखि 22 दिनको बिचमा पहिलोचोटि सेप फालेको 20 देखि 22 दिनको बिचमा त्यसरी त्यस्तै खालको त्यही लक्षण आयो भने त्यसलाई हामीले हिट भन्ने बुझ्नुपर्छ। तपाईँले त्यो मिति याद गर्ने। त्यसमा त जस्तो नि मिति याद गर्ने। गीत हालेछ नि त्यहाँ 2-3 चोटि त्यस्तो भयो नि। के त्यस्तो समय 15-20 दिन पहिला फाल्यो, फेरि अर्कोचोटि 15। यो नदेखिने हिट हो, यसको गाईको नदेखिने हिट हो। तपाईँको अब चाहिँ मिति लेख्ने, अब आज भोलि कहिले त्यसको सेप फाल्छ सफा खालको, त्यतिखेर अलिकति व्यवहार थोरै अलिकति परिवर्तन हुनसक्छ, अलिकति नरमपना केही परिवर्तन हुनसक्छ, त्यो पनि याद गर्ने। त्यस पछाडि तपाईँले अनि त्यो मितिको 20-22 दिनमा ठ्याक्कै त्यो गऱ्यो भने यही गर्न बोलाइहाल्छ। त्यो हो हिट, साइलेन्ट हिट भन्छ त्यसलाई। त्यो साइलेन्ट हिट हो, त्यो गर्ने भनेर ल, त्यो खोजेको बेला गर्ने। अनि भएन भने कुरा गर्नु। यो कस्तो खालको गाई? यो चाहिँ के छ? यो गाई अब लगभग ब्याउन आँटेको कति छ? 15 दिन जति छ। अब ब्याउन 15 दिन जति बाँकी छ अहिले। तपाईँले केही खुवाउनु भएको छैन? मेटाब्लाइट खुवाउँदै गरेको छ। मेटाब्लाइट खुवाउँदै गरेको छैन। अरू सबै ठिकै छ। 15 दिन पनि जाँदैन, हप्ता दिन जाँदैन, दुधार नै गएर छ। यसको स्वास्थ्य अवस्था एकदम राम्रो छ अहिले। अब यसको बारेमा त्यो भइहाल्यो होइन। अब यो गाईको अवस्था के हो? यो गाईको बिहाको 3 महिना जति मात्रै हुँदैछ। 3 महिना जति हुँदैछ गाईको। भदौ 3 गते ल्याएको। भदौ 3 गते ल्याएको। 3 महिना भएको। अलिक दुब्लो छ, यसमा ठिकै छ, खासै त्यस्तो प्रब्लम छैन। ठिकै दिइरहेछ प्रब्लम।